जाँदैछु र धेरै भिडियो लामो गर्ने छैन र म चाहिँ डाइरेक्ट यहाँबाट टेकबस लिएर मतलब रिप्लेस पुगेर त्यहाँको कन्ट्याक्टरसँग जाँदैछु है। तबसम्मको लागि स्टे ट्युन। सो यो चाहिँ मेरो आउटफिट लुक हो। ओके, यो आफूले आफूलाई झिल्केको छ भने अरूले भन्नुहोस् नभन्नुहोस्। आरती बस पनि आयो। यहाँनिर चाहिँ आरती बसी चढ्छु म त यहीँमा होइन पहिला। यो चाहिँ मल अफ द इम्प्रेस हो। म आरती बसबाट आइसकेँ। अब चाहिँ गन्तव्य कहाँ हो थाहा छैन। म्याडम चाहिँ यहाँ चाहिँ नि म त डल्ले नक्कली यहाँ बिरालोहरू पनि सेल्फी मोर खाएर सुतिरहेको छ नि। भयो जाम कि मान्छे थिएन अहिले हेर त मान्छे। मेरो पाइप चेत्तियो नि त्यो अस्तिको मोटी। कति राम्रो है हामी त हो। आजको भ्लग यस्तै हो। सन्ता दिदी म त डढ्छु जस्तो छु कि यो गाममा। हेर कस्तो दिदी बुढी हामी चाहिँ चिल हो। बुढी यो चाहिँ हाम्रो गोल सक बढ्दुबई हो है। गोल सक बढ्दुबई यस्ता छ हाम्रा यता गल्लीमा। भन् त भन् भन् भन्। हेलो, म त गएँ बाबुहरूले हतार अहिले बाँधेर यता डुङ्गा त्यसकै तलपट्टि डुङ्गा चढ्नेमा गर्मी लास्ट छ। यो चाहिँ डुङ्गा चढ्ने हो। पुरै डुङ्गा चढ्ने ठाउँ हो यही। बिहानतिर यस्तो खाली थियो, अहिले त यस्तो रस छ यहीँ। ब्युटिफुल लोग को मैंने शॉपिंग करवाया। मेरा तो वास्ते छैन। सो गाइजहरु मैले चाहिँ यिनीहरूलाई 100 ग्रामको शपिङ गराएको छु र भिडियो चाहिँ यस्तै हो। जतापाइ त्यतै भइरहेको छ र सपोर्ट गरिदिनु होला। तिम्रो जस्तै प्यान्ट कलर छ मेरो। ओ यार वाउ यार हामी त कपाल कस्तो राम्रो छ भाइ, मलाई मन पर्छ। हाम्रो घडी पनि सेम सुन ल। हामी चाहिँ अब यति भन्दै घरतिर फर्किन्छौँ ल। सी यू अन द नेक्स्ट भिडियो। पप्पु बाई। सो गाइज तपाईँहरूलाई चाहिँ मैले चाहिँ भिडियो चाहिँ यहाँनिर घरमा आएर चाहिँ इन गर्न लागेको छु। किनभने आज बिहानको त्यो वर्ल्ड कपमा चाहिँ हाम्रो यो अर्जेन्टिना भर्सेस स्विजरल्यान्डको गेममा चाहिँ हाम्रो अर्जेन्टिनाले जितेको थियो र म चाहिँ त्यस्तो डाई ह्याट फ्यान त होइन, त्यही पनि नर्मली। किनभने सानोदेखि नै अर्जेन्टिनाको गेम हेरिरहेको हुनाले चाहिँ अर्जेन्टिना चाहिँ मनपर्छ। अन्यथा नसोच्नु होला है। र म चाहिँ आज बढ्दुबे गएको थिएँ अनि जर्सी पायो भने जर्सी पनि लिएर आउँछु। किनभने सेमी फाइनल त पुगिसक्यो आज जितेर।
त्यही पनि आज बिहान हेर्दाखेरि त यस्तो ढुक 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 भइरहेको थियो होइन, बिहान हेर्दा ढुक 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 भइरहेको थियो। एक भएको छ है, म अलमोस्ट 72 हो कि समथिङ अराउन्ड त्यति रेड कार पाउने बेला चाहिँ हेरिरहेको थिएँ। हेर्छु 100 कति मिनट हुँदासम्म गोल हान्दैन। बल्ल बल्ल पछाडि 3-1 अग्रताले चाहिँ अर्जेन्टिनाले जित्छ। अर्जेन्टिनाले जिते पछाडि म चाहिँ एकदम खुसी हुन्छु, भाइहरूलाई गएर सेलिब्रेसन गरिदिन्छु होइन, सुतिरहेको हुन्थ्यो। र तपाईँलाई चाहिँ म के देखाउँछु भने चाहिँ मैले चाहिँ जर्सी लिएर आएको थिएँ, त्यही देखाउँदैछु है। किनभने अङ्कारा मेसी त्यहाँ माथि पनि छ। र जर्सी चाहिँ मेरो बुढीले र दिदीहरूले किनिदिएको थियो होइन, जर्सी बुढी र दिदीले किनिदिएको थियो। अब के गर्नु, मन मानेन, के गरौँ, अङ्कारा मेसी चाहियो भने ल्याइदिए। किनभने वर्ल्ड कप जितोस् या नजितोस्, किनभने अर्जेन्टिनाको गेम चाहिँ मलाई चाहिँ एकदम दामी लाग्छ के। किनभने उनीहरूले गोल खाएर कहिले पनि उनीहरू नर्भस हुँदैन कि, उनीहरूले गोल खाएर त झन् स्ट्रङ भएर झन् होइन कस्तो मजाले कमब्याक गरिदिन्छ कि। हेर्नु है, म चाहिँ जर्सी लाएर देखाउँछु अनि सायद यो भिडियोलाई चाहिँ यहीँनिर इन गर्छु होला है। यो टी सर्ट काटेको सामान चाहिँ म देखाउँछु। सो कस्तो छ भनिदिनु होला है। अङ्कारा मेसीको यहाँ पनि अङ्कारा मेसी नै हो। र भिडियो चाहिँ लामो भयो या के भयो थाहा छैन, जस्तो छ त्यस्तै स्वीकारिदिनु होला। किनभने टाइम पनि पाउँदैन र अनि गर्मीको कारणले गर्दा पनि गाह्रो हुन्छ। किनभने खाडी मुलुकमा त्यही त हो नि है, धेरै गर्मी छ, बाहिर धेरै बस्न सकिँदैन। त्यही हो। र सबैजनालाई पनि हेरिदिनु होला, सेयर गरिदिनु होला, साथ दिनु होला, माया गरिदिनु होला है भन्दै यो भिडियो चाहिँ यहीँनिर अन्त्य गर्छु। र आगामी दिनहरूमा केही मजाको भिडियोहरू लिएर आउनेछु भन्दै तपाईँहरूलाई त्यो आशा दिँदै होइन, प्रमिस त गर्न सक्दैन किनभने समयको कारणले गर्दा पनि कति टाइममा मैले बनाउन सक्दैन है। त्यही हो। र आज चाहिँ धेरै खुसी छु किन सेमी फाइनल अलरेडी पुगिसकेको छ। जितोस् नजितोस्, किनभने अर्जेन्टिनाले अलरेडी एउटा ट्रफी उठाइसकेको छ। किन मेसीको करियरमा अलरेडी उसले एउटा ट्रफी उठाइसकेको छ, त्यो नै ठुलो कुरा हो। र म चाहिँ के भन्छु भने चाहिँ आगामी दिनहरूमा चाहिँ राम्रो खेलेर जितोस् होइन, जसको गेम राम्रो छ उहिले जित्ने होइन। त्यही हो, अरू त के भन्नु र। ल सबैजनालाई गुड नाइट, सी यू नेक्स्ट भिडियो, बाई।